हेलो गाइस, यो चाहिँ मनमा कालीकोट। Okay guys, now we are finally heading to है मनमा जाछौँ अनि हाम्रो बाइकहरु तल पार्छ। Now we will heading to our say Rara. आइपुग्यो आज चाहिँ हामी Rara पुग्यौँ अनि आफ्नो साथ तपाईँलाई म माङमाबाट देख्ने भ्यू देखाउँछु है। दिस इज द लोकेसन है, डाँडाको टुप्पोमा छ एन्ड यो चाहिँ सदरमुकाम हो कालीकोटको। ब्युटिफुल प्लेस। अब एक दुई दिन बस्न त ब्युटिफुल नै हो, सधैँ बस्नु पर्यो भने त गाह्रै हुन्छ। यो सर्ट डेन्सली पपुलेटेड छ है सिट ठाउँ चाहिँ। यो चाहिँ गाउँपालिका रहेछ। थ्याङ्क गड सेफ अक्सन जस्तो रहन्छ नगरपालिका। ठिक छ लागेको यो प्रिन्स रेस्टुरेन्टमा तेल हाल्दैछौँ अनि इट्स 7:30 है। तेल हाल्दैछु, तेल चाहिँ यसरी पाउँछ यहाँ। फोनहरू त उड्यो। के छ आजको प्लान भन्ने हुन्छ एकचोटि? आज नागमा जाने, नागमा गएर चिया खाने। नागमा चिया खाएपछि चाहिँ सलेरी गएर खाना खाने अनि त्यसपछि अनि बल त्यहाँ हिँड्दा होइन नि। सलेरीमा त कहाँ खाना खाने, अलिकति जुम्लातिरै बाहिरतिर सिन्जातिर हुन्छ, गाउँतिर हुन्छ खाना। सलेरी त बाइक राखेर थोरै हिँड्ने कि राह्रो पुग्यो त। त्यही नि हो, म्यानेज गरौँला त्यो होइन। पहिला चिया चाहिँ नागमा पुगेर खाने भन्ने कुरा मेन भनेको हाम्रो पहिला चिया खाना आएको नि त हाम्रो रारा हेर्दै चिया खानु मजा हुन्छ फेरि होइन। पेट्रोल भरिँदैछ यतातिर पेट्रोल पम्प चाहिँ छैन रहेछ, सबै यसरी नै हाल्न पर्ने रहेछ। यहाँ हाम्रो फोन होल्डर चाहिँ गयो, फर्केर आउँदा त्यहाँ तल किन्नुपर्छ। फोन होल्डर चाहिँ बहुत काम लाग्ने चिज रहेछ। तर हिजो एकचोटि दुःख पनि दियो एकछिन त, एकै मिनटलाई। अरू ठिकै छ। म ब्याग बाँध्ने हो, ब्याग बाँधेपछि एकचोटि बाँधेपछि स्पिनै लुज हुने भएको छैन। यो चाहिँ 5 लिटरको चाहिँ रहेछ पेट्रोल चाहिँ। हाम्रो भाडा 5 लिटरको के अरे पेट्रोल 5 लिटरको भाडा 5 किलोको गर्नु छ है। गर्नु छ एउटै हुन्छ होइन, 1000 1 केजी। धेरै चाहिँ बढी जानु 15 लिटरको ट्याङ्की हुँदैछ है। हुँदैछ, कार्यक्रम चल्दैछ। नमस्ते साथीहरू, जुनसुकै कुनाबाट, जुनसुकै सहरबाट, जुनसुकै समुद्रबाट हेर्नुभएका सबै साथीहरूमा नमस्कार। आज हामी नागमातिर लागेछौँ। एक प्रकार छ सहरको कोलाहल छाडेर अब हामी अघि बढ्दैछौँ घुमाउरो बाटो, चिसो हावा र पहाडले घेरिएको यो यात्रातर्फ। यो बाटो सजिलो छैन, तर हरेक मोडसँगै नयाँ दृश्य, नयाँ अनुभूति र मन छुने शान्ति भेटिन्छ। बाइकको आवाजसँगै हाम्रो सपना पनि अघि बढिरहेको छ। थकान छ, तर उत्साह अझै ठुलो छ। जुनसुकै कुनाबाट आए पनि यो यात्रा सबैका लागि खास हुन्छ र जब रारा नजिकिँदै जान्छौँ मन आफै भन्छ यो यात्रा सार्थक हुँदैछ। अब केही समयपछि हामी त्यो निलो तालको सामु हुनेछौँ जहाँ शान्ति, प्रकृति र आत्मा सबै एकै ठाउँ भेटिन्छन्। यात्रा जारी छ, रारा हाम्रो प्रतीक्षामा छ। नमस्कार साथीहरू, हाम्रो क्यामेराम्यानले फोटो खिच्दै हुनुहुन्छ। अनि यो चाहिँ म होइन, अनि यता चाहिँ बाइक छ हाम्रो अङ्ग्रेजज्यूको चाहिँ फोटो खिचिँदैछ। यो चाहिँ कर्णाली खोला। अर्को पोज
बेस निस्किनुपर्छ हामी के भन्नुपर्छ केही भन्नुपर्छ छैन यार, जाडो जाडो भइरहेछ। आँखामा घाम पर्दाखेरि यसलाई ठेक्छ है यसले जुम्लाबाट बगेको सपना मानमातिर लम्किँदैछ, प्रत्येक मोडमा थोरै डर थोरै आशा छोड्दै। हामी चाहिँ अब अफिसियल्ली कहाँ हो? हामी अलिकति विश्राम गर्न रोक्यौं, थकाइ हटाउँदै नजिकको दृश्यमा फोटो खिच्यौं। सूर्यको प्रकाश, हावाको चिसोपन र प्राकृतिक सौन्दर्यले हामीलाई घेरेको थियो। थोरै समयको विश्रामपछि हामी फेरि यात्रा अघि बढ्यौं। हेरिरहँदा मनभित्र उत्साह अझै बढ्दै गयो। यो यात्रा अझै जारी छ, हाम्रो सपना, बाटो र प्रकृतिसँगै। अब हामी बाटोमा छौं, धुलो उडाउने अफ रोड मार्ग, केही ठाउँ मात्र पिचको। कर्णाली किनारमा फैलिएको बाटो नदीको स्वरले यात्रा सजाउँदैछ। हावामा हल्का चिसोपन र पाखुरामा उत्साहको कम्पन। सावधानी चाहिन्छ, तर दृश्यले मनभित्र शान्ति भरिदिन्छ। यो बाटो गन्तव्य मात्र होइन, यात्रा आफैमा कथा हो। अहिले माघमा भिलेज आइपुगेको छौँ। अझै कालीकोटमा छौँ। हामी नागमा बजार आइपुगेका छौँ। नमस्कार साथीहरू, हामी खरै नागमा बजार आइपुग्यौँ। यो चाहिँ अङ्कित, यो चाहिँ विमर्श, त्यो चाहिँ अङ्कृत, अनि यो चाहिँ विपिन। मेरो कपाल त गीत गाएर आउँछ अरे त्यसलाई हेरेर अब चिया खाम, यति गीत गायो, यति गीत गायो, यति गीत गायो। विपिन हाम्रो साथमा हुनुहुन्छ, विपिन आले मगर मूत्र विसर्जन गर्न जाँदै हुनुहुन्छ। यो यहाँको एकदम राम्रो स्वच्छ टोइलेट मनमा बजारको हेर्न सक्नुहुन्छ दर्शकबिन। everybody, हामी चाहिँ अहिले नाङमा कालीकोट, यहाँबाट हामी माथिर लाग्छौँ सोलेरीमा पाठहरूलाई। दिस ब्युटिफुल प्लेस। एउटा चाहिन्छ ट्याक्कै यो पुलिस बुकको बचत गरेको संसार आउँछ, एउटा राम्रो संसार आउँछ। तातो छन्
जस्तै त्यो लोकल समोसा देखिन्छ त्यसमा हाइफाई नदेखि पनि जस राम्रो समोसा पाउँछ है आई विल रिकमेन्ड अल अफ यु वाचिङ दिस भिडियो है त्यसैले आएर चाहिँ हामीले टेस्ट गर्दैन जस राम्रो छ लोकल अथेन्टिक टेस्ट चाहिँ आगोमा तारेको समोसा तेलमा तारेको तार्न चाहिँ तर आगोमा पकाएको होला राम्रो छ टेस्ट झन्डै खसेनौँ हामी 10 सेकेन्ड हाम्रो यात्रा मन्माबाट सुरु भयो। रारातर्फको यात्रामा हामी नाङमा बजारमा छोटो विश्राम गर्यौं। त्यहाँ तातो चिया र स्वादिलो समोसा खाँदै पेट भरेर फेरि यात्रा अगाडि बढायौं। सल्लेरी बाइकको अन्तिम गन्तव्यसम्म पुग्न हामीसँग 2 विकल्प थिए। पहिलो सामान्य सिन्जा भ्यालीको मार्ग र दोस्रो जुम्लाबाट भुलभुले हुँदै सल्लेरीसम्म पुग्ने वैकल्पिक मार्ग। हामीले सहज र चिनिने मार्ग सामान्य सिन्जा भ्यालीको बाटो रोज्यौं। बाटोमा हामीले स्थानीय मानिसहरूको सहयोग पनि गर्यौं। उनीहरूको सामान घरसम्म पुर्याउन मद्दत गर्यौं। जुम्लामा प्रवेश गर्दै हामी एकदमै रमाइलो र अद्भुत परिदृश्यमा पुग्यौं। यहाँका हरियाली पहाड र नदीका किनारहरूले यात्रालाई अझै रोमाञ्चक बनाएका थिए। जुम्ला नेपालको उच्च पहाडी जिल्ला ऐतिहासिक र सांस्कृतिक धरोहरले भरिपूर्ण छ। यहाँका स्थानीय मानिसहरू मिलनसार छन् र परम्परागत जीवनशैलीलाई अझै नजिकबाट अनुभव गर्न सकिन्छ। नाङमाबाट सल्लेरीसम्मको यात्रा अफरोड मार्ग हुँदै जान्थ्यो। सडकले हामीलाई कहिले पहाडी ढलानमा चढ्न लगायो, कहिले नदीको किनारै किनार घुमायो। कहिलेकाहीँ धुलो र डुङ्गे बाटोले चुनौती दियो, तर यस्तै चुनौतीले यात्रा अझै रोमाञ्चक बनायो। हरेक मोडमा प्रकृतिको सौन्दर्य नजिकबाट अनुभव गर्न सकिन्थ्यो। यही अफरोड मार्गले हामीलाई सल्लेरीको यात्रामा अद्वितीय अनुभव दिलायो। हाम्रो जुम्लाको पानी है, प्योर पानी है, प्योर। काठमाडौँ बस्नेले चाहिँ सोच्ने मात्र यस्तो पानी। काठमाडौँमा पाइन्न, यहीँ आउनुपर्छ है। हामी यही पानी खानलाई आएको। चाहिए ल्याउनु सकिन्छ है। सम्पर्क गर्नु भाइ, 1000 रुपियाँ पर बोतल। त्यो आफन्तहरूलाई हामी चाहिँ यहाँ प्योर अर्ग्यानिक स्याउ प्याकिङ गरिदिनै हुन्छ। कति किलोमिटर टाढो चाहिँ अब अलिकति किलोमिटरको। धन्यवाद धन्यवाद। गोल्डन स्याउ, गोल्डन स्याउ, गोल्डन स्याउ है। गोल्डन स्याउ हो, रोयल स्याउ होइन। असङ्गलस। धन्यवाद। ब्याग खोलौँ त।
हस् धन्यवाद के जान्छु के भन्न छ के छैन ल हामी चाहिँ यो गाउँ निस्किन्छौँ माथितिर नाम चाहिँ देवर गाउँ हो है जस्ट फर रेफरेन्स यस ब्युटिफुल गाउँ त जान्छ अब हामी सिन्जा भ्यालीको बाटोमा प्रवेश गर्यौं। हरियाली पहाड र नदीका किनारहरूले छाया पार्दै यात्रा अझै रमाइलो बनाएका थिए। सिन्जा भ्याली मात्र सुन्दर परिदृश्यका लागि होइन, नेपालको सांस्कृतिक र भाषिक इतिहासका लागि पनि महत्त्वपूर्ण छ। यहीँबाट नेपाली भाषाको उद्गम भएको मानिन्छ। सिन्जा लेखन प्रणाली र पुराना शिलालेखहरूले यो क्षेत्रलाई हाम्रो भाषिक पहिचानको जन्मस्थल बनाएका छन्। यहाँ हरेक दलान, हरेक मोडले केवल यात्रा होइन, इतिहासको अनुभव पनि दिन्छ। सिन्जा भ्यालीमा छौँ। हामी यहाँ बसिरहेको छौँ, रेस्ट आउँदैछौँ, घाम ताप्दैछौँ। हो स्याउहाम हो, कति राम्रो कुरा गरेर साथीले। स्याउहाम यहाँ छैन झोलामा। अब हामी के गोल्डन स्याउ भन्छ नि त्यसलाई, गोल्डन स्याउ टेस्ट गर्न जाँदैछौँ। त्यसको रिभ्यू पक्कै आउनेछ। गफ खाने जस्तो खान्छु चौको ल्याउने ल। बाटो माथि सेटै निस्क्यो भने त कस्तो लाग्छ मजा बस्यो हो। यस्तो ठाउँमा आएर यस्तो स्याउ खाना पाउनु पनि भाग्य नै हो होइन त। बस्न बस्यो क्यामेरामा आउँछु कि त कतातिर चाहिँ स्याउ पखाल्नलाई त्यो पुल हो। आफ्नो साथीले भाइरल बनाइदिएको पुल खोइ त होला। कति क्लियर हो पानी पनि। अर्ग्यानिक स्याउ है दाजु। यासोगुम्बा भेटेको छ, गुम्बा भेटेको छ। एकदम महँगो छ, गोल्डन। चाहिनेले सम्पर्क गर्नु होला। गोल्डन स्याउ फर रिजन। म चाहिँ यहाँ अगाडि हिँड्दैछु क्यामेरा लिएर है। अब यो चाहिँ हामी ऊ त्यहाँ अगाडि जान्छौँ। अन्त दामी भिडियो खिच्ने प्लान हो मेन त। नमस्कार साथीहरू, हामी भर्खरै एउटा कन्टेन्ट खिचेर चाहिँ अब क्यामेरा राख्दैछौँ। म पल्टेँ होइन, पल्टेर चाहिँ के भयो भनेपछि चाहिँ कहाँ हो घुमाउने। लडेँ अब लडेपछि के हो म लडेँ होइन, लडेर
कहिलेकाहीँ यस्तै हुन्छ ऱ्यास गार्ड चाहिँ गार्ड भयो क्या कहिलेकाहीँ यस्तै हुन्छ मेरो भइरहेको छ मेरो स्किन इस्यु छ जसले लडाइँ द आर्टिस्ट द आर्ट एन्ड द आर्टिस्ट सिन्जाबाट बुलबुलेतर्फ जाँदै गर्दा बाटोका केही खण्डहरू पिच गरिएको देखेर हामी खुसी भयौँ। बाइक सजिलै चल्न सक्थ्यो। तर जति अगाडि बढ्यौँ अफरोड सुरु भयो र हामी अलि थाकेका थियौँ। पेट पनि खाली थियो। हामीले केवल चिया, समोसा र स्याउ मात्रै खाएका थियौँ। तर हामी रोकिएनौँ। थकाइ बिर्सिएर यात्रा अगाडि बढ्यौँ। बाटोमा एउटा साथी कालो बरफमा फिस्ले, तर धन्यवाद केही भएको थिएन। हामीले फेरि यात्रा जारी राख्यौँ। भयो हामी बिस्कुट खाँदैछौँ बिस्कुट बोल्न सासमा सास आयो जुम्ला छिर्यो होला अन्त कति रहेछ हो कालीकोट पनि रारा यात्राको प्रवेशद्वार भुलभुलेमा पुग्दा हामीले चेकपोस्टमा चेक इन गर्नुपर्छ। त्यहाँ पुग्दा हामीले रारा फर्केर फर्किरहेका अरू साथी राइडरहरूलाई पनि भेट्यौँ। उनीहरूको अनुभव सुनेर उत्साह बढ्यो र हामी फेरि आफ्नो यात्रामा अघि बढ्यौँ। भुलभुलेबाट सल्लेरी जाँदै गर्दा मुगुमा अर्को चेकपोस्ट थियो। रारा जाने बाइक यात्रुहरूले सुरक्षित यात्रा सुनिश्चित गर्न 3 बजेभित्र चेक इन गर्नुपर्छ। हामी समयमै चेक इन गरेर आफ्नो यात्रा सुरक्षित बनायौँ र सल्लेरीतर्फ अघि बढ्यौँ। नमस्कार साथीभाइ, नमस्कार साथीभाइहरू। कहाँतिर अरे हामी चाहिँ सल्लेरीतिर लाग्दैछौँ बाइकतिर हेरेर अब हामी लेफ्टतिर लाग्दैछौँ है। बाटोको स्थिति यस्तो छ, दयनीय अवस्था छ। आजको यात्रामा हामीले 140 किलोमिटरको बाइक यात्रा पुरा गर्यौँ र अन्ततः आफ्नो बाइकको अन्तिम गन्तव्य सल्लेरीमा पुग्यौँ। Finally guys, after 4 days. After 4 days. I love Rara or in Tamma. Rara streaking to get my PM. 4 दिन पछि हाम्रो मित्र दौडिरहनु भएछ। ओ मित्रजी, ओ दोस्त के छ? ह्याप्पी दोस्त? Happy again, fucking Rara. Finally guys, finally. आज त मानमा यता बसाइ बस कता खै कता छ खै साथीहरु चाहिँ 5 जना 5 जना
हाम्रो होटल नि छ एटेजवाला उता माथि ढिङ्गाला देखिरहेको छ हजुर हजुर हाम्रो होटल त्यही हो बस्नुहुन्छ भने रुमहरू मिलाएर राख्नु ए हस् म कुरा गर्छु नि तपाईँसँग है ऊ त्यो झन्डावाला झन्डावाला कहाँ छ झन्डा ऊ त्यहाँ भने ऊ भित्तामा ढोकामा के ए यही भने ए म त यहाँ उता ए हस् त्यही रहेछ त्यही छ नि रारा दोस्त रारा सुन्नु के खाना खाना ये तल के छ आइपुग्यो दोस्त के छ कसो थियो ठिकै छ र अहिले छ ल ठिक छ भोक लाग्यो भोक छ खाऊ 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 ठन्डा खाऊ खाऊ ल कस्तो लाग्यो दोस्त यत्रो टाइम चलाएर अब फाइनली आइपुग्दाखेरि सबैलाई चिया खानु पहिला ल यो चाहिँ सल्लेरीमा बाइक पार्क गरेर हामी रारा राष्ट्रिय निकुञ्जतर्फ लाग्यौँ। चेकपोस्टमा आवश्यक प्रक्रिया पूरा गरेपछि थाहा भयो ताल किनारको होटलसम्म पुग्न अझै करिब 2 देखि 2.5 घण्टाको पदयात्रा बाँकी थियो। थकाइ भए पनि मन उत्साहित थियो किनकि गन्तव्य अब नजिकिँदै थियो। घोडा भाइ नि घोडा छ हिँडाइ पनि घोडा छ पल्ट्यो के गर्दा पल्ट्यो लड्क्यो कि त्यो ब्ल्याक आइस ए टायर लड्क्यो साथीहरू हामी सल्लेरी बाइक राखेर हिँड्दैछौँ मुडो बोकेर हिँड्दैछ एउटाले यत्रो ठुलो खच्चरले केटाहरू यो चाहिँ अब कहाँ पुग्यो भनेपछि रारा राष्ट्रिय निकुञ्ज भित्र त्यही हो टिकटको पैसा तिर्न गएको मान्छे नै थिएन अनि तिर्न परेन केटाहरू आउँदैछन् के छ अब कुरा के छ भनेपछि अब के गर्ने भन्ने कुरा हो कि हामी आइयो होइन अब 1000 किलोमिटरभन्दा बढी कुदेर आइयो 1000 किलोमिटर भइसक्यो अझै पुग्यो होइन कि फेरि कुरा त्यहाँ छ कि ग्यारेन्टी छैन कि अझै ताल पुगेर फर्किने हो र ताल पुगेर फर्क्यो अनि फेरि भोलि फेरि आयो के हो त्यो फर्किने मैले यसो देखिन है केसम्म चाहिँ देखिन सक्छ भनेपछि गएर तालको पारी मुनिमै बस्ने आज भोलि माथि गएर बस्ने एकदम राम्रो पर्थ्यो है बल्ल मलाई एकदम मन पर्छ त्यो चाहिँ हुनसक्छ हेर केटा हो मनको कुरा बुझिदिन्छु कि मैले भ्रममा माथि रहेछ होइन तर आज चाहिँ एकदम पहिलोचोटि मैले क्रेडिट दिन चाहेँ कुरा चाहिँ त्यो हो ल हामीले के गर्न सकिन्छ अर्को कुरा त्यसको लागि अर्को चाहिँ आज गट्टालमा बस्ने बिहान एक्सप्लोर गर्ने अनि त्यसपछि भोलि दिउँसोतिर माथि डाँडा एक्सप्लोर गर्ने अनि त्यो बेलुका त्यहाँ बस्ने अनि पर्सि बिहान बल्ल तल लिने अनि जाने अनि अघि के चाइनिजमा भन्दै थियौँ हामीले चाइनिज गीत गायो अनि कस्तो लागेर ट्याक्सीको 2 जना केटाहरू चाहिँ हाम्रो ट्याक्सी डोमिनर 400 वाला ट्याक्सीमा आयो होइन ट्याक्सीले कस्तो दियो पर्फर्मेन्स ट्याक्सीको एकदम राम्रो थियो पर्फर्मेन्स म चाहिँ पल्टेँ होइन केटा बुढोमा डुबे लाग्यो ब्ल्याक आइस थियो कि त्यहाँ पल्टिए होइन म अब के गर्नु होइन त्यो फुटेकै बाङ्गे जस्तो लागिरहेको थियो त्यही पनि त्यो पुग्यो बाइक तल राखेको छौँ
त्यसपछि अहिले चाहिँ घोडो अहिले त्यति बेला झ्याप्प पालेर उठिहालेँ, बाइक उठाइहालेँ। एड्रेनालिन रसले गर्दाखेरि चाहिँ उठाएँ होइन। अहिले चाहिँ घोडो चाहिँ गाँड भयो जस्तो छ, दुखिरहेछ कि च्यातिरहेछ। पेन्ट चाहिँ ठिकै छ, राराको लागि यति ठिकै हो, ओके केही छैन। राराको लागि चाहिँ अर्को इन्ट्रेस्टिङ फ्याक्ट भनेको चाहिँ रारा तालको अर्को नेम भनेको चाहिँ महेन्द्र ताल पनि हो क्या। यो चाहिँ किन भनेपछि महेन्द्र राजाको चाहिँ बहुत मनपर्नेवाला क्रसवाला टाइपको लेक हो क्या यो चाहिँ महेन्द्र ताल। महेन्द्र राजाको गल्ती के भयो भन्दा सेफ अफ्नो ताल भनेको पहिला त्यो क्रस त्यो हुन्थ्यो। ठिक छ केटा, म पनि गएको छैन त्यो बुझ्नु, त्यसको बारेमा चाहिँ म गएपछि अपडेट दिउँला। अहिलेसम्मलाई चाहिँ नो कमेन्ट्स फ्रम माई साइड होइन। त्यो जाम अगाडिपट्टि घोडा आउँदैछ ती आजलाई अहिलेलाई ओभर एन्ड आउट। अब फर्दर अपडेट्सको लागि स्टे ट्युन्ड। माथि दिएको कविता सुन न तिमी क्वेसन नगर न मेरो माथि दिएको कविताका पङ्क्तिहरू लक्ष्मी प्रसाद देवकोटाको यो कविताको यो चिरबाट लिएको हो होइन। लक्ष्मी प्रसाद देवकोटाले यो कविता जस्तै अन्य धेरै कविताहरू लेखेका रचना गरेका छन्, जसमध्ये हो भन्ने एन्डिसबाट सुरु गर्ने के हात विस्तार गरेरवाला गरेन तिमीले यस्तो यसरी गरेन हुन्थ्यो माथिकै तलको आउँदैन धेरै त्यस्तो वस्तु धेरै आउँछ। तिमीले अहिले यो कन्टेक्स्ट चाहिँ खासमा यो कन्टेक्स्ट चाहिँ के हो भनेपछि भाव विस्तार गर्न जानेन क्या। हमरङको जस्तो उकालो तल्लेरीबाट चढ्न परेको भए घर फर्केर जान्छु भने होइन। अलि होइन घाट चाहिँ भयो व्यक्त भयो तर अलि 2 मार्क्स पर्छ व्यक्त भयो कि। अब उकालो अलमोस्ट सकियो, हेर्दैछौँ केटाहरू यहाँ डिस्कस गर्दैछन् होटल पाइन्छ कि पाइँदैन भन्दा। Finally, after 4 days of ride, 1 hour of walks, है रारा लेक आइपुगेको छौँ। हामी जानुपर्ने चाहिँ पारी हो कि एक राउन्ड घुमेर ढुङ्गामा गइदिउँ। म ढुङ्गा छैन, उहाँ ढुङ्गा छ। त्यता ढुङ्गा न आउनु तिमी। अन्ततः हामी रारामा पुग्यौं। साँझ र रातको बीचको त्यो क्षण, आकाश धमिलो, ताल शान्त। हामी किनारमा पुग्दा होटल तालको अर्कोपट्टि थियो र अन्तिम डुङ्गा पनि छुटिसकेको थियो। अब बाँकी थियो अझै 1 घण्टाको पैदल यात्रा। अँध्यारोमा तालको किनारै किनार हिँड्दै पानीको हल्का आवाज सुन्दै हामी अगाडि बढ्यौं र त्यही शान्त अँध्यारोमा थकाइलाई पछाडि छोड्दै हामी अन्ततः आफ्नो गन्तव्यमा पुग्यौं। यात्रा यही टुङ्गियो, तर राराको अनुभूति भने यतैबाट सुरु भयो।